सम्पूर्ण प्रियजनहरूमा नमन। हाम्रो हिजोदेखि सुन्तला टिपेर बजार पठाउने कार्यक्रम चलेको छ। यसरी सुन्तला टिपेर एक ठाउँ थुप्रो लगाइयो अनि क्यारेटहरूमा ट्याक्क मिलाएर यसलाई चाहिँ सन्धिखर्क फलफुल डिपोमा हामी पठाउँदैछौँ। सन्धिखर्क फलफुल डिपोका विक्रेताज्यू जीवन खनालज्यूले हाम्रो सुन्तला खरिद गर्नुभएको छ। यहाँबाट क्यारेटमा ग्रेडिङ नगरिकन त्यत्तिकै लग्नुभएको छ। उहाँले आफ्नो उही गोदाममा लगेर ग्रेडिङ गरेर यो सुन्तला बुटवल, चितवन, काठमाडौँ पठाउने गर्नुहुन्छ। यसरी हामीले क्यारेटमा राख्दैछौँ। हिजो हाम्रो 12 कुन्टल गयो, आज 12 कुन्टल र पनि केही सुन्तला रहने भयो। यसरी ट्याक्क पठाउँदैछौँ। यो हाम्रो वर्ष दिनको मिहिनेत। यही नै हाम्रो गहुँ जौ मकै तोरी जे भने पनि यही सुन्तलाबाट हो। अन्न खाने बालीमा फलफुल सुन्तला लगाएर जीविकोपार्जन गर्दै आइराखेका छौँ। पुरै बारीमा सुन्तला मात्र छ, अरू केही पनि हाम्रो हुँदैन। सुन्तला पाकेर पहेँलपुर भएको छ, अत्यन्त स्वादिष्ट छ, गुलियो छ। अर्घाखाँची पाणिनीको सुन्तला जोस प्रसिद्ध भएको छ। अर्घाखाँचीलाई चिनायो, पाणिनीलाई चिनायो, अनि बेजिल्लाहरूमा पनि अर्घाखाँचीको सुन्तला भनेर चिनाउँदा हाम्रै जिल्लावासी पाणिनीवासीलाई खुसी लाग्छ। नानी बाबुहरू पनि खुसी भएका छन्। यस्ता राम्रा राम्रा फलेको छ। यो बगैँचा हो, केही फोटोहरू बगैँचाको छ। सम्पूर्णको जय होस्।